दोस्तों हम लोग घूमने आए हैं पता नहीं कहाँ जा रहे हैं। इसने मुझे निकाल दिया और ये हैं हम लोग जा रहे हैं यहाँ पर। के चादर ले रहा है इसले किन मुझको सिक्योरिटी गार्ड बना दिया है। अब मैं खेलूंगा मजे से गेम। यो हामी फेरि लागिसकेका छौँ। अब यिनीहरूले बेकरीबाट के लिएका छन् कसैलाई थाहा छैन। आया अब हामी फेरि जाँदैछौँ 3 कुनेतिर। सुलुलुलु सुलुलुलु आवाज त सुनिन्न किनकि हावाले थाहा छ मलाई कस्तो आउँछ। दोस्तों हम लोग जा रहे हैं बिरयानी लेने। खाना पैक हो गया। ये लोग अपने ही हिसाब से लड़ रहे हैं। हमको क्या है, अपने को तो बस खाना है। वे लिच्ची पारियु पुग्छ कि नहीं भाई क्यामेरा योभन्दा टाढा जान्न यार। आहा अघि पुगेको थिएँ नि यहीँ चाहिए लिच्ची यहीँ हो नि क्या। Petrol is closed, guys. पेट्रोल बंद है बंद है बंद है। कहाँ जाने अब पेट्रोल भर्न। तो पेट्रोल यहाँ पनि बन्द हो क्या जस्तो लाग्छ। डिजेल मात्र पेट्रोल नि रहेछ। अहिले छ 214 रुपियाँ। गाइस हाम्रो स्कुटीको आवाज पहिलाको जस्तै आउनु लाग्यो। कता साइलेन्सर कता साइलेन्सर गाइस पहिलाको जस्तै भयो स्कुटी पहिलाको जस्तै। ल बुलेट बन्दै है बटार त उताको हल्ले एकचोटि बन्द भयो त यहाँको नट के हो तातो हुन्छ कि फेरि। दोस्तों बुलेट इज कमिंग बैक हो क्या। हिँड्दा अब बुलेट बंद है क्या। फेरि बुलेट बाइक आउँछ हाम्रो। गाइस हाम्रो स्कुटीको आवाज साइलेन्सर बेहाल भयो। यतै पनि ठिक थियो नि त। भर्खरै के भयो के हो एक्कासी त्यो बाटोले गरेर हो कि बाटो चाहिँ के बाटोले गरेर गाउँ पुरै। अब यिनीहरूलाई हेर यिनीहरू फटाहरू आउँदै आउनु कति ढिलो गर्छ। जाँदा उता जान्न यस्तो घाममा। अझ अघि जङ्गल आएर मैले मङ्की मास्क खोलेको फेरि घाममा आओस् फेरि लाउँछु। पारी हो गई है दोस्तों।
पाडी 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 आधा 1 घन्टामा जान्छ दोस्तों खत्म हो गया है हमारा Open camera. छिटे दौड़ी यार त माथि टेक्के बल्ल अल्को देखिन्छिस गाइज यो के हो अझैसम्म थाहा पाइएन है यो यसको नाम सर्च गर्न यो गुगल सुगल सब खोजिसक्यो टावर पनि खोजिसक्यो यसको नाम के भन्छ स्याट्रोस्टोपो के भनी लास्टमा गुगलमा त्यो सर्च गर्दाखेरि फेरि उस आयो के भन्छ क्याक्टस आयो गुगलमा सर्च गर्दा त्यसले त के भनी त्यो आयो यसको नामै थाहा छैन यो के हो यो ए बुटो के रहेछ यत्रो बेर ऊ त्यहाँ बस्यौँ होइन स्कुटीको चाबी यहीँ छ स्कुटीको चाबी यहीँ छ क्या हामी खोजेर बसेको कहाँको भनेर यही छ धन्य यता पछाडि भएर कसैले देखेन हम लोग घाटबाट नहीं आ चुके दोस्तों आइसक्रिम खाने अब यसपछि त तैँले चलाउने हो अलि जान दिन निस्माइ थाहा ओहो मेरो कपाल थाहा छैन क्या फोन गर भने उता त्यही भएर दोस्तो हामी फर्किँदै आइसक्रिम खान आएको तर मम्मी पापाको फोन आयो मम्मी पापालाई थाहा छैन हामी यहाँ छौँ भन्दा अब चाँडो जानु पर्छ नपारी घर गएर पनि खाइन्छ भेरी भिड गाइस आवाज सुन्नु हाम्रो स्कुटीको आवाज सबले हेर्छन् कि सबले बाटोभरि हेर्छन् सबले त्यही हेर्छन् कि त्यस्तो कडा आवाज हाम्रो स्कुटीको आवाज त दोस्तै भयो क्या दोस्तै अझै यसो बिग्रिन बाँकी छ मिसफायर सुत्दा हानिदिन्छ हाम्रोले अझै बिग्रेपछि मिसफायर पनि हान्छ कि हाम्रो स्कुटीले लास्टैबाट आयो कि फेरि आवाज कसम आवाज अघि होइन गाइस यसले मलाई स्पिड नचला टाउको दुख्यो भन्थ्यो अहिले आफूले कस्तो कुदाइ बाई एभरिन
यस्तो हो गाइज खेल्ने अब यसलाई यहीँ थुन्ने हो